हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ तपाईँलाई फेरि पनि मेरो ब्लगमा। चाहिँ एकदम सन्चै छु। तपाईँहरू कस्तो हुनुहुन्छ? भोक तपाईँहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ यो ब्लग स्टार्ट गर्दैछु। आजको मेरो न्यू डे ब्लगमा चाहिँ अनि आज चाहिँ हाम्रोतिरको मौसम पुरा कुल छ एकदमै। क्या पुरा हावा चलिरहेछ, घाम पनि छैन होइन। आज असारको 4 गते कि 5 गते 4 गते हो आज। अनि अब त धान रोप्ने सिजन पनि आइसक्यो साथीहरू। अनि त्यस्तै हो। अनि म चाहिँ अहिलेको बजिरहेछ अहिले चाहिँ 10 सायद बज्यो होला। पुरा हावा चलिरहेछ कि अलिकति पनि घाम लागेको छैन। यस्तो मौसम गऱ्यो भने कति आनन्द हुन्छ सुत्नलाई अहिलेको सिजनमा चाहिँ। तर अब के गर्नु, केही दिनदेखि चाहिँ केही दिनपछि चाहिँ भनौँ न अनि अब खेतको काम सुरु हुन्छ। खेतको काम गर्नुपर्ने हुन्छ साथीहरू। सो म चाहिँ खानासाना खाइसकेँ, डन भइसक्यो चाहिँ मेरो खाना। अनि आज चाहिँ म कति भनौँ न त्यस्तै कति दिनपछि आज ब्लग बनाउँदैछु भन्दाखेरि सायद एक हप्तापछि बनाउँदैछु होला। किनभने मलाई अलिक सन्चो पनि थिएन। सो पुरा घाम पनि लागिरहेको थियो। त्यतिखेर त बिरामीको चाहिँ घाम लाग्दा त यस्तो घाम थियो, यस्तो सायद 40 त नभनौँ 40 पुगेको थियो होला कि के, त्यस्तो घाम थियो नि। म त घाम अहिले कति दिन त्यो घाममै सुँगुरको चारो काट्न जान्थेँ कि त्यही भएर बिरामी भएको थियो। अहिले त काट्न पनि छोडिदिएँ 2-3 दिनदेखि। किनभने पानी पनि पऱ्यो नि त। पानी पर्दा त पुरा त्यहाँ जहाँ चारो थियो त्यहाँ सबै पानी लागेर छ। त्यो चारो फेरि सुँगुरको चारो फेरि फोहोर ठाउँमा मात्रै उठ्ने हो क्या, त्यो सफा ठाउँमा निस्किँदैन त सुँगुरको चारो। अनि चारैतिर पानी नै पानी। अनि पानीमा पस्न फेरि को पानीमा पसेर काट्छ, यत्तिकै खान्छ सुँगुरले। अब चाहिँ छोडिदिएको छु काट्न मैले त। अल्छी कति काट्नु हो। सुँगुर पनि अलिअलि बडो त्यही भुसहरू मात्रै खुवाउँदैछु, त्यति नै हो। नभए त सुँगुरको चारो काट्दा चाहिँ अलिक मजाले खान्थ्यो। बस्न मन पो लाग्यो मलाई त। खेतको काम सुरु भएपछि के गर्नु साथीहरू, गर्नुपर्छ। तर एचटीमा बिरामी छु अब खोइ। तर पनि जान्छौँ कहिलेकाहीँ। जन म पहिले कति जान्थेँ, जन कति पैसा हुन्छ हाम्रोतिर। जन गएको खेत रोप्न गएको 500 रुपियाँ परारदेखि नै छ। सायद योचोटि चाहिँ बढ्छ कि बा 550 हुन्छ कि बा 550 हो भन्दा कुदिदिउँ कि क्या हो, गइदिउँ कि क्या हो जन म भने। एक दिनमा 550 भनेको यहाँ हो। ल तर जाँदिनँ होला, सक्दिनँ। ढाड पनि दुख्छ उस्तै। अनि एक त पेटको बिरामी छ, त्यो बेग्लै। आफ्नै अलिअलि जे जति छ त्यही रोप्छु। अहिले चाहिँ हाम्रो चाहिँ बेला भएको छैन रोप्ने। बिउ त हाम्रो भर्खर अस्ति फसाल्नु भएको। सानो चाहिँ युरिया हाल्नु भयो भने अलिक बढ्छ छिट्टै। तर यहाँ हाम्रो पारिपट्टिको जेठानी दिदीको चाहिँ उसको त बेला भएको छ। सायद 10, 11, 12 त्यस्तैमा रोप्छ होला। अब हेरौँ। हाम्रो चाहिँ जुनै साल पनि लास्टै हुन्छ हो। हाम्रो उता हाम्रो अधिया लाउने खेत चाहिँ पुरा अलिक गहिरो छ क्या, पानी धेरै त्यसमा रहिरहन्छ। अनि त्यही भएर चाहिँ अनि लास्टतिरै भनौँ न यो असारको 20-22 त्यस्तै पुगिहाल्छ हाम्रो चाहिँ। अहिले त फेरि यस्तो छ, के भन्छ, पहिले पो हलो लिएर जोत्थ्यो 1 दिन 2 दिन, के भन्छ 1 दिन 2 दिन गरेर 1-2 दिन होइन हौ, जस्तो बोल्नै आएन मलाई। त्यो हलोले जोत्दा अब एउटा गरा 2टा गरा 3टा गरा त्यसरी चाहिँ हिलो बनाउँथ्यो। अहिले त अब ट्र्याक्टर लाउँछ। जन पनि हलो लिएर जोत्दा चाहिँ जन पनि अब 1 जना 2 जना त्यस्तै गरेर खान्छ। किनभने हलोमा त कुन्टा चाला पर्छु ले ल। यहाँमा चाहिँ के भन्छ, मेरो ससुराको साइकलमा हावा हाल्ने त्यो पम्पको चाहिँ हावा निस्किँदैछ अरे। अनि त्यही भन्न आउनुभएको थियो। सासूले बन्द गरिदियो भनेर अब म बन्द गर्दिनँ, जाँदैछु अहिले। यहाँ से निकल्छु कुन हावा चल्छ। मारफानी जरा हेलु हो त्यहाँ उडा कान भ्यागले दोसर डोल लादिदो
बेसी आज हरे आ जाए अपन तो ऊ है काना है हां तो रो आज ले जो नहीं उमा के हवा देख लो ये दियो न तमर में ए हवा देवे ले क्या करते कभी कागे हवा अपने दबा निकाला कर तो छोड़ ये ना सकने तो बाप नहीं सब ने चले न चन के डर है छ हमरा यो कहाँ हवा चढ्छ त्यहाँ गएर जोन बात ना आ छ हावा चाहिँ बाहिरबाट निस्किँदो रहेछ क्या त्यो पहिलेको जस्तो यस्तो हाते पम्प चाहिँ त्यो चाहिँ छैन त्यो के भन्छ लाइनबाट चार्ज गरेर लाइनबाट चार्ज चाहिँ भनौँ न लाइनबाट चाहिँ हावा भर्छ अनि त्यही मात्रै युज गर्नुहुन्छ पहिलेको त हाते पम्प चाहिँ हटाइदिनु भयो कतिवटा ल्याउनु भएको थियो कति आफै बिग्रेर जान्थ्यो क्या त्यो चाहिँ अब आउँथ्यो गरेर सबै हाम्रो ससुराबा साइकल पनि बनाउनुहुन्छ नि त साइकलको पसल पनि प्लस रक्सीको पसल पनि रक्सी त रक्सी चाहिँ किनेर ल्याउनुहुन्छ अनि त्यही बेच्नुहुन्छ आलुहरू बनाउनुहुन्छ हाम्रोमा चाहिँ सबै काम गर्ने नै हुन्छ कोही पनि बसेर खानुहुन्न अहिले काम गर्ने हुनुहुन्छ कि सबै मेरो बुढी सासु मात्रै त्यसको पनि के भन्नु उसको पनि होइन उसको पनि भत्ता आउँछ अनि भयो त नि बसेर खायो भन्न मिल्दैन भत्ता आउँछ भत्ताले चाहिँ उसको त 12,000 एक्लैको पेटमा त पुगिहाल्छ होइन एक्लैले त बुढी सासु बुढो ससुरा चाहिँ अस्ति 4 वर्ष भयो भनौँ न बित्नु भएको अनि पहिले चाहिँ बुढाबुढीसँगै बस्नुहुन्थ्यो हामीसँग बस्नुहुन्न थियो मेरो ससुराबा जेठो छोरा हो नि त अनि मेरो बुढी सासूको 2टा छोरा एउटा छोरी अनि कान्छो छोराकोमा चाहिँ बस्नु नै हुन्न खोइ मान्नु नै हुन्न जानु नै हुन्न अनि ऊ बुढो ससुरा बितेदेखि चाहिँ हाम्रैमा बस्नुहुन्छ अनि यस्तै हो अनि साथीहरू अहिले चाहिँ अब अहिलेको मैले अघि भने के भन्छ अघिको कुरा जस्तो हलो लिएर जोतो भने अब जन पनि एउटा 2टा लिएर होइन अब हलोले त कति मात्रै हिलो गर्छ र त्यही 2-4वटा गरा त गर्छ नि अनि त्यति रोप्नुहुन्थ्यो रोप्थ्यो मान्छेहरूले अहिले त अब ट्र्याक्टर होइन ट्र्याक्टरमा त 100 बिघा जति पनि हिलो बनाउन सकिन्छ ट्र्याक्टर पनि अहिले टन्नै छ हाम्रो गाउँमा त 10-15 घरमा छ होला ट्र्याक्टर हाम्रो त यहाँ गाउँमा त हाम्रो गाउँमा भनेको के चाहिँ सुविधा छैन रोडको छेउमा घर छ जहाँ हिँड्नु जहाँ जान मलाई तयार भएर अगाडि बस्यो सिटी घरै गाडी नै आउँछ बस आउँछ हटिया भयो जेको पनि सुविधा मजाले छ हाम्रो गाउँमा चाहिँ होइन अरू गाउँमा पनि छ तर त्यति होइन गाउँमा चाहिँ अलिक अप्ठ्यारो हुन्छ अनि यहाँ चाहिँ के भन्छ ट्र्याक्टरले त अब कति धेरै जोत्छ नि त अनि हिलो पनि एकैचोटि बनाइदिइहाल्छ अनि मान्छेहरूले जन पनि एकैचोटि भनौँ न 1 बिघामा कतिजना जन लाग्छ 10-15जना दिइहाल्छ एकचोटि अनि 2 दिन 1 दिनमा रोपेर सिटिहाल्छ त्यहाँदेखि असार सिट्यो असार मतलब धान रोप्ने सिजन सिट्यो नभए त पहिलेको त हलो लिएर जोत्दा भदौसम्म रोप्थ्यो अरे खेत त्यस्तो हुन्थ्यो भदौसम्म रोप्दा असार साउन भदौसम्म लास्ट भदौसम्म रोप्थ्यो अनि त्यसपछि चाहिँ सिद्धिन्थ्यो त्यस्तै हुन्छ काम अहिले त त्यस्तो छैन यो असार पनि पुरै लाग्दैन अहिले के भन्छ त्यही 10-15 दिनको काम हुन्छ त्यही 10-15 दिनमा सखाप बनाइदिइहाल्छ के भन्छ रोपेर मान्छेहरूले यति ट्यालेन्टेड यति दिमाग भएको छ मान्छेहरूलाई के भन्नु ल साथीहरू मेरो गाउँको मौसममा चाहिँ अहिले जाँदैछु सुँगुरको चारो लिन एउटामा अब साइकल चाहिँ पुरा हावा चलिरहेछ कि अनि कस्तो चलाउनै अप्ठ्यारो भइरहेछ त्यही भएर म चाहिँ हिँडेरै जाँदैछु बोकेर हातमा ल्याउन अलिक टाढै छ पानी पर्ला जस्तो सिजन भइरहेछ कि तर राम्रो छ मौसम त कति राम्रो छ यस्तो कुरा त्यसपछि चाहिँ भिडियो कन्टिन्यू गर्छु मेरो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेरिदिनु होला है त साथीहरू जहाँ म जान्छु नि उयो लिन के भन्छ सुँगुरको लागि
भातसात उब्रेको उयोहरू जसकोमा लिन जान्छु। उनीहरू चाहिँ 3 भाइ छोरा छ होइन। अनि सासू चाहिँ उयो छ, बोल्न सक्दैन, लाटी भन्छ के भन्छ, गुङ्गी त्यस्तो छ होइन। भरे 3टा छोरा भिन्दै छ, सब भिन्दै। अनि सासू ससुरा पनि भिन्दै छ कि आमा भात कतिखेर फालेको पुरै भाँडोभरि भात हुन्छ। मतलब अब 3जनाको हुन्छ, त्यही भएर पनि हो कि अब त्यस्तो होइन। अब आफ्नो मर्नु छ। जेसुकै भए पनि आफ्नो मलाई चाहिँ मेरो सुँगुरको लागि फाइदा हो, राखेर लगेर राखिदिन्छु। अब यस्तो विचार गरिरहेको छु कि अब 3जना बुढी शुद्ध लाएर 4जना आधी केजी मासु लगिदिन्छु। किनभने अब त्यतिको ल्याउँछु। अनि मेरो घरमा त अब यहाँ म 5जना 6जनाको परिवारमा म चाहिँ पहिले ग्यासमै आगोमा पनि पकाएर पनि अब बाख्रा छ, बाख्राले खाइदिइहाल्छ मेरो। अनि अरूकोबाट ल्याएर पाल्नु हो हामीले चाहिँ, त्यस्तो छ। अब त उनीहरू तेली हो नि त, तेलीले चाहिँ पाल्दैन नि त सुँगुर। उनीहरूको पालो भने बाख्रा फेरि जस्तो उनीहरूको जहाँबाट ल्याउँछु त्यो उनीहरूको ठाउँ पनि छैन क्या ठुलो। एउटै घरमा एउटा घर छ, एउटा घरमा पनि 3-4वटा कोठा छ, छाँगुरो यस्तो एकै ठाउँ त्यसरी बसिरहेछ। किन्नलाई फेरि आफ्नो किनिरहेछ कि, तर जाँदैन कोही पनि त्यो ठाउँ छोडेर। दिनरात झगडा गर्छ ती बस्नलाई। हाम्रो यो रोडको छेउमै छ नि त घर। अब त्यही भएर पनि हो कि खोइ के भएर आजको यो हावाले मलाई उडाउँदा अघि लिन गएको कि उयो भिडियो गर्छु भनेर ल्याउने बेलामा भरे भन्दा त उडाएर कहाँ पुर्याउँछु जस्तो भइरहेको थियो। त्यही भएर मैले बनाइनँ। अब घरै आएर जाने बेलामा चाहिँ थोरै बनाएँ। अहिले चाहिँ लुगा पनि धुनु छ। अनि साथीहरू म त अहिले जाँदैछु सुँगुरको चारो हेर्न। पानी सुक्यो कि सुकेन भुलदेखि काट्नु पऱ्यो नि त। भुस पनि अब सुँगुरको चारो हालेन भने, त्यो कच्चो हालेन भने कति छिटो सिद्धिन्छ भुस। त्यही भएर म हेर्न आएको। अब पानी सुकेको छ भने काट्छु, छैन भने काट्दिनु। त अल्छी पनि लाएर छ कि अहिलेको सिजनमा के को पानी सुक्छ होइन। हेर्नु न पुरै वाह साथीहरू, पुरा हरिया। म त यहाँ आएको 4-5 दिन भयो नआएको। यहाँ हेर्नु त हाम्रो खेत, हाम्रो होइन हाम्रो गाउँको घरको रोडको अगाडिको खेतहरू सबै जो रोप्ने बेला पो भइसकेको रहेछ। कति राम्रो छ। सुरुमै यहाँ बिउ पनि ठुलो उहाँ हरियो अलिक देखिरहेछ। यहाँ त घाँसै घाँस छ। फेरि यो त जोतेको पनि छैन। उता गएर कोहीले चाहिँ रोप्ने उयो बनाइरहेछ, आली सबै थोक लाएर अब रोप्छ होला। अलिक त्यो के भन्छ झारहरू गल्न दिएको छ, जोतेर होइन। गलिसकेपछि अलिक राम्रो हुन्छ नि त रोप्नलाई। सो त्यही भएर चाहिँ यहाँ पुरै उयो गरिरहेछ। हेर्नु त रोप्ने पो बनाइसकेको रहेछ त, कति मजाले। यहाँ बिउ चाहिँ यत्रो भइरहेछ। कति राम्रो हावा चलेको साथीहरू। यहाँ यस्तो आनन्द क्या। पानी पुरै पहिलीमा आएको रहेछ। अनि म चाहिँ यहाँ हेर्न आएको थिएँ सुँगुरको चारो। यो बिउमा चाहिँ उरिया हाल पनि रोप्ने भइसक्छ। यहाँ पनि उहाँ पनि सबै चारैतिर हरियाली। यो पनि रोप्ने बेला भइसकेको छ, तर 2-4 दिनमा रोप्छ होला सायद होइन यो पनि। अनि हाम्रो चाहिँ बेलै भएको छैन हो, हाम्रो त जोतेको पनि छैन, खोइ कहिले हुन्छ। पानी पनि आएर छ। कतिले यो मकैको ढोर काटेर लगिसक्यो, कतिले लगो कि, तर म मात्रै आएन। किन भन्दाखेरि म पनि काट्न जान्छु भन्दै बुढाले गाली गरेर मार्नै खोज्छ हो। अनि मैले पनि दाउरा किनिदिनु न त भनिरहेछु। अब के गर्नु, दाउरा त छ कि त्यो दाउरा नि राख्ने ठाउँ नभएर पुरै भिजिरहेछ। अब अहिलेको अब यो सिजनमा होइन, यो सिजनमा त अब यस्तै हो। पानी आउँछ दिनभरि त दिनभरि 2 दिन 3 दिन छोडेर लगाइदिनु पानी होइन। अब यस्तो सिजनमा अब कहाँ लगाएर हाम्रो पनि ठाउँ नभएपछि समस्या हुन्छ राख्ने। दाउरा कहाँ राख्ने, अब पानी परेको त्यही भएर चाहिँ यो पनि अनि मलाई अनि यो ढोर पनि गाजर लगाएर कहाँ राख्छ।
घर सुत्ने घरमा लगाएर राख्छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यही भएर म चाहिँ आएन। सबै हाम्रो गाउँको सबै काट्न आउनुभएको थियो, म चाहिँ मात्रै काट्न आएन। काम छैन साथीहरू, पुरै छ पानी नै पानी। यसो त्यहाँ अगाडि त्यहाँ पनि त्यो घरको छेउमा खाल्डो मैले अस्ति काट्न आएर थिएँ नि, त्यहीँनिर हेरेको कि पुरा पानी जमिरहेछ नि। त्यो पानीमा पसेर कसले काट्छ? काट्दिनँ म त, बस बरु जान्छु घरतिर। ल साथीहरू, म चाहिँ अहिले जाँदैछु। अब घर यो हेरेर त पुरै यहीँ बस्न मन पो लाग्यो मलाई त खेतमै। यो सिजन फेरि एकदमै राम्रो हुन्छ नि त, अल्छी पनि लाग्दैन। यो सिजनमा फेरि घरमा बस्यो भने अल्छी लाग्छ, किनकि अब सबैजना खेततिर हुन्छ, खेतमा रमाइलो हुन्छ। घरमा त अब एक्लै बसेर के गर्नु, त्यही दिनभरि मोबाइल चलाएको त्यति मात्रै हो। अब योचोटि अलिक दिन भए पनि म पनि जान्छु खेततिर। अब जन चाहिँ जान सक्दिनँ। त्यस्तै कस्तो रातो आउँछ मेरो अनुहार। यो मोबाइल पनि डुप्लिकेट मोबाइल हो कि क्या हो? यो सिजनको फुल हेर्नु साथीहरू कति राम्रो छ। कति मजाको फुल, सेतो रातो सबै खालको यो फुलहरू पनि त्यो वाउ, मार्छ कि क्या हो? चोरुम कि क्या हो? एउटा यहाँ हेर्नु, रोज फ्लावर। यो फुललाई चाहिँ के फुल भन्छ? आई डोन्ट नो, मलाई थाहा भएन के भन्छ। पुग्यौँ रोड, हाम्रो गाउँको घरको अगाडिको रोड। उहाँ चाहिँ मेरो घर। त्यो सटर भएको पुरा ट्र्याक्टर सेक्टर सब थोक चलिदिरहेको क्या यो बाटोमा। यस्तो गाडीहरू पनि घन्टै पछि आउँछ हाम्रोतिर त। तर त्यो अब कहीँ जाने बेलामा यस्तो हो नि त। हाम्रो त अब सिटी अटोहरू आइरहेको छ नि त, आइरहने गइरहने त्यस्तो हुन्छ। अनि रेडी भएर निस्क्यो बाहिर, सिटी आयो अनि फटाक्से सिटीमा चढिहाल्यो, हिँडिहाल्यो, त्यस्तो गर्छौँ। अब बसको वेटमा बस्दिनँ। बसको वेट गरौँ भने चाहिँ अलिक कम पैसा हुन्छ होइन, सिटी र अटोले अलिक धेरै लिन्छ। सो अब धेरै लिए पनि के गर्नु, तर बस्दिनँ वेटमा, फटाक्से चढिहाल्छु। म चाहिँ आएँ सुँगुरको चारो हेर्न गएको थिएँ। अनि पनि सुँगुरको चारो फर्केर आएँ घर। अब घरमा के गर्छु? अब म के गर्नु हौ, भिडियो एडिट गर्नु छ कि हेर्न। के फुटेको? कहाँबाट आयो यो? के को रिमोटको? हेर्नु त, रिमोटको होला होइन। हिजो मैले हट्यामा किनेको 3टा चिम्टी, त्यही पनि कहाँ झुन्ड्याएर छु। वहाँ कहाँ सिरानीको उयसको छेउमा राख्यो भने कि कहाँ पुगिहाल्छ। अनि रिसले म त ल यहाँ झुन्डाइदिएको। भिडियो बनाउँछु भन्छु, अलिकति मोबाइल चलाउँछु, टिकटकहरू चलाउँछु। कति बल्यो हौ। आए साथीहरू घर। म चाहिँ अहिले के भन्छ भनौँ न, म चाहिँ धेरै सुत्दिनँ। त्यही पनि एकछिन आधी घन्टा जति आँखा चिम्म गऱ्यो भने पनि म अलिकति निदायो भने पनि अलिक मेरो उयो हुन्छ क्या। म अरू जस्तो 2 घन्टा 3 घन्टा त्यस्तो चाहिँ सुत्दिनँ। अलिकति सुत्यो भने पनि पुगिहाल्छ। सो साथीहरू, अब चाहिँ मेरो लुगा धुनुपर्ने हुन्छ, किनभने भोलि फेरि मेरो छोरीको सेतो खालको ड्रेस छ स्कुलमा। मैले चाहिँ त्यो भिज्न दिएको छु। अनि अब त्यो धोइदिएन भने त अब भोलि के लाएर जान्छ? नभए आज घाम पनि छैन नि त, हावा मात्रै चलिरहेछ। हावाले नै सुक्न त हावाले नै सुकिहाल्छ। सो बजिरहेछ अहिले 12-1 बजिरहेछ। म लुगा धुन्छु, त्यसपछि सुक्न दिन्छु। भोक पो लाग्यो फेरि त मलाई त। हामी त दिनमा 3 चोटि भात खान्छौँ। म त अहिले, पहिले खाँदिनँ थिएँ कि खोइ के भएर थियो। अहिले चाहिँ यस्तो भोक लाग्छ। ज्वरो लागेको थियो। ज्वरो लागेदेखि यता अब ठिक भएपछि अनि चाहिँ खाना थालेको त कस्तो भोक लाग्छ। अनि
तीनचोटि त खाना भयो यता एक्स्ट्रा म के चपाइरहेको छु भुजियाहरू हुन्छ बिस्कुटहरू त्यो चपाइरहेको छु जतिखेर पनि खाएर यत्रो हात्ती जत्रो मोटो भयो पनि छैन। अनि साथीहरू ल अब म लुगा धुन गएँ। धेरै छैन साथीहरू थोरै छ 4-5 वटा छ नानीको ड्रेस छ अनि बुढाको 1-2 वटा लुगाहरू छ मेरो पनि छ लागि के मेरो पनि छ कुर्ताहरू त्यही धुन्छु त्यसपछि चाहिँ धोइसकेपछि चाहिँ अनि फेरि आउँछु तपाईँहरूको माझमा। लुगा चाहिँ मैले धोइसकेँ साथीहरू अनि मलाई चाहिँ लागिरहेछ जोडले भोक। म के खानु भन्दाखेरि अब भात त अब के खानु यो हेरेँ मसँग ब्रेड थियो ल्याएको थिएँ मैले अस्ति नै अनि अस्ति 60 वाला ल्याएको थिएँ पुरै अनि कतिवटा 4 वटा कि 3 वटा 4 वटा कि 3 वटाको ब्रेड चप बनाएँ हिजो नै अन्त खा अनि उब्रिएको खाँदैछु अहिले। अब दुधसँग मिठो हुन्छ यो चाहिँ कस्तो हावा चल्दैछ कि लुगा सुक्न दिएको सुक्न दिने बित्तिकै फुत्त उडाएर कहाँ पुऱ्याइदिइहाल्छ। उयो चाहिँ किनिरहेको छु मैले त्यो कपडामा ल्याउनु च्याप्ने चाहिँ त्यो च्यापिदिएको छु अझै राम्रै छ मतलब उडेको छैन पुरा हावा चल्दैछ नि त आज। अनि साथीहरू चाहिँ हिजोदेखि हिजो म पानी धेरै खान्छु नि त मतलब पानी धेरै खान थालेको भयो त्यही पनि बिरामी भएदेखि भनौँ न यता भयो होला 1.5-2 महिना जति पानी खान थालेको। दिनमा म 4 लिटर 5 लिटर कुनै बेला त 5.5-6 पुऱ्याइदिन्छु। हिजो चाहिँ मैले त्यो 1.5 लिटरको स्प्राइटको बोतल हुन्छ हिजो होइन म छ्याप बोल्दा त कस्तो सर्को लाग्छ हौ अड्क्यो क्या खाँडीमा पनि। अनि पानी भरेर राख्छु क्या त्यो 1.5 लिटरको स्प्राइटको बोतल राखिरहेको छु छ मसँग। अनि हिजो मैले चाहिँ 3-3.5 बोतल खाएँ भन्नु अब कति खाएँ पानी मैले दिनमा कति खान्छु बेलुकासम्म मतलब दिनभरिमा बेलुकासम्म नसुतिन्जेलसम्म म 1.5-3 लिटर भयो यत्तिकै 3 लिटर अनि फेरि 3 लिटर अनि आधी 1.5 को आधी कति हुन्छ आधाभन्दा अलिक धेरै र त छोडिदिनु त आधा त केही पनि भएन आधा लिटर चाहिँ पनि जोडौँ 3-4-4.5 लिटर पानी खाएँ म हिजो होइन डेली खान्छु कहिले 4 लिटर बाहिर कतै गएको बेला त अनि म गयो भने कि कहीँ मलाई त्यो पानीले पुग्दैन चित्तै पुग्दैन। धेरै पानी खाए पनि के गर्नु यहाँ फेसमा यस्तो के निस्केको छ भन्दाखेरि पुरै छ बिरबिरा निस्किएको छ। ओके साथीहरू आजको ब्लग चाहिँ म इन गर्न चाहन्छु होप तपाईँहरूले मेरो भिडियो हेरेर इन्जोय गरिदिनु भयो होला। मेरो भिडियो सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच। यसरी नै माया साथ सपोर्ट बनाइदिइराख्नु होला अनि च्यानलमा चाहिँ जो नयाँ हुन्छ प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला। फेरि आउने नै छु नेक्स्ट डे नेक्स्ट ब्लग लिएर त्यति जेलसम्मको लागि चाहिँ बाइ बाइ लभ यु अल थ्याङ्क्स फर वाचिङ।